हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी दिदीबहिनी तारा मन्दिर दर्शन गर्न आएको छ र हामी यसरी लाइनमा उभिरहेछ। लाइन पनि यत्रो लामो थियो, माथिदेखिको तलसम्म लाइन थियो। बिस्तारी बिस्तारी गर्दै हामी लाइन पार गर्दै तल तल आइपुग्यो होइन। माथिदेखिकै हुन्छ मान्छे, बिहान 2, साढे 2, 3 बजीदेखिकै यहाँनिर उभिने गर्छ। हामी चाहिँ 7 बजी आएको थियो र हामी चाहिँ बल्ल बल्ल तल 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 गर्दै हामी मन्दिरको दर्शन आइपुग्न आँटिसक्यो है। हामीले पनि यहाँनिर आज जाडो थियो होइन, छाताहरू पनि नलिरहेको थियो, पानी पर्ला जस्तो भइरहेको थियो। धन्न पानी चाहिँ परेन। बादमा हाम्रो लाइन सकेपछि हामी भित्र दर्शनको लागि पस्यो। यहाँनिर चाहिँ हामीले धुप, छिमी, दुधहरू सबै खदाहरू होइन, सेतो कलरको फुलहरू चलाउनु लागि सबै निकाल्दैछु है। अघि नै त्यहाँ दोकान मुनि नै पाइहाल्छ, तपाईँहरू आउनुभयो भने तल मुनि सबै पाइहाल्छ है। यो चाहिँ मान्छेले चाहिँ आफ्नो मनोकामना पुरा भएर चाहिँ यसरी घन्टीहरू ढुन्डाएको छ। अनि यहाँनिर चाहिँ यसरी छिमीहरू झरररर बालेर राखेको छ। छिमीहरू सबै यहाँनिर, यहाँ चाहिँ छिमीहरू बाल्नु पनि पाइन्छ है। एउटाको 20 रुपियाँ गोटा हो है। तपाईँहरू आयो भने यहाँ बाल्नुहोस्, राम्रो हो। अनि यहाँ मेरो दिदीले पनि छिमीहरू बाल्दैछ। उसकेपछि म पनि छिमीहरू बाल्ने, यताउता गर्ने हो। आज यति भन्दै हामी दुईजना दिदीबहिनी अब घरतर्फ लाग्दैछ। तपाईँ गाइस